सो गाइज तपाईहरुलाई चाहिँ आज सिकाउने छु मैले यस्तो भाइरल भिडियोहरु कसरी बनाउने भ्युजहरु पनि राम्रै आउँछ यसमा चाहिँ अब यस्तो भिडियोहरु कसरी बनाउने म तपाईहरुलाई आज सिकाउने छु पहिला चाहिँ भिडियो हेर्नुस् तपाईहरुले यस्तै एनिमेसन भिडियोहरु चाहिँ बनाउने छु अब एकछिनमा अब भिडियो चाहिँ यही हो यस्तै भिडियोहरु चाहिँ बनाउनलाई अब हामीले चाहिँ जानुपर्ने हुन्छ मोबाइलको स्क्रिन तर्फ सो गाइज हामी चाहिँ गुगलमा जानुपर्ने हुन्छ गुगलमा गएर एडोबी एक्सप्रेस एनिमेसन हान्ने एनिमेसन सर्च गरेपछि आउँछ यो फर्स्टमा देख्नुहुन्छ फर्स्टमा देखेपछि अब चाहिँ हामी जानुपर्ने हुन्छ अन्त यस्तो वेट गर्ने एकछिनमा आउँछ कन्टिन्यू अफ साइड गर्ने कन्टिन्यूमा थिच्ने एकछिनमा अब एकछिन वेट गर्नुपर्ने हुन्छ यहाँ टाइम लाग्छ थोरै एकछिन गाइज वेट गर्नुपर्ने हुन्छ हामीले अब आयो एकछिनमा आउँछ टाइम लाग्छ के भिडियोहरु बनाउन यस्तो यही हो यसको चाहिँ एनिमेसन अब तपाईहरुले पहिला चाहिँ यसको क्यारेक्टर चुज गर्नुपर्ने हुन्छ क्यारेक्टरहरु चुज गरिसकेपछि जुन क्यारेक्टर चाहिँ राम्रो लाग्छ त्यही क्यारेक्टर चुज गरेर बनाउन सक्नुहुन्छ क्यारेक्टरहरु धेरै छन् क्यारेक्टरहरु यो जो मेन क्यारेक्टर चाहिँ भाइरल भएको यो क्यारेक्टरहरु चाहिँ यसमा जस म्युजिकमा मिल्छ के जुन म्युजिकमा नि मिल्छ यो चाहिँ यतै स्क्रल गर्नुपर्ने हुन्छ त्यसो एकछिन गाइज वेट गर्नुपर्ने हुन्छ यहाँ नजिक यही एनिमेसनबाट बनाउनु पर्ने हुन्छ हामीले मैले चाहिँ साइज सानो बनाएको कारण यताउता भइरहेछ साइज चाहिँ ठुलो बनाउन मिल्छ युट्युबको लागि इन्स्टाग्रामको लागि अनि त्यहाँ टिकटकको लागि बनाएँ मैले चाहिँ टिकटकको लागि बनाएँ टिकटकको लागि हल्का सानो बनाउनु पर्ने हुन्छ यहाँ गएर ब्याकग्राउन्ड जुन हाल्दाखेरि नि हुन्छ ब्याकग्राउन्ड तपाईहरु गुगलबाट गएर ब्याकग्राउन्ड झिकेर ब्याकग्राउन्ड चाहिँ मस्त ब्याकग्राउन्ड जुन हाल्दाखेरि नि मिल्छ फेरि ब्याकग्राउन्ड जुन हाल्दाखेरि मिल्छ ब्याकग्राउन्ड हाल्ने अनि यहाँ कुनको लागि बनाउनुहुन्छ इन्स्टाग्राम फेसबुक जेको लागि बनाउनु साइजहरु चाहिँ यहाँ मिलाउनु पर्छ आफूले साइजहरु मिलाएर अब चाहिँ एनिमेसन यही हो एनिमेसन सानो ठुलो यहाँ चाहिँ बनाउने हो ल बनाएर अब क्यारेक्टरहरु चुज गर्न जुन गरिनुहुन्छ तपाईहरुलाई म एकछिन भिडियो गराएर नि देखाउने छु अब चाहिँ हामीले जानुपर्ने हुन्छ रेकर्डमा गएर यहाँ वेट एकछिन सेकेन्ड लाग्छ रेकर्डमा थिचेपछि अब चाहिँ यही हो यहाँ बोल्ने आफूले जे बोल्दाखेरि नि हुन्छ अब जस्तै जे भन्दा नि अब आफूले कुन म्युजिकमा बनाउने हो भिडियो म्युजिक आफूले अब आफ्नै आवाजले बोले पनि हुन्छ अब आफ्नै आवाजले हुँदैन भने अर्को मोबाइलबाट नजिक लगेर जो आफ्नो मोबाइलबाट नजिक लगेर लगाइदिँदाखेरि पनि यो उले एनिमेसन गरिहाल्छ जस्तै मोमेन्ट गर्छ यसले क्यारेक्टरले मोमेन्ट गरेपछि भइहाल्छ क्यारेक्टर आफ्नो बोलेपछि मोमेन्ट गरिहाल्छ अर्को मोबाइलबाट गीत ल्याएर नजिकै लगाइदिँदाखेरि नि मोमेन्ट गरिहाल्छ एकछिन वेट गर्नुपर्ने हुन्छ टाइम लाग्छ यसको लागि चाहिँ यो बनाउनलाई चाहिँ हल्का नेट फास्ट हुनुपर्छ हल्का टाइम लाग्छ क्या सो त्यही हो 14 सेकेन्ड यस्तो भएको छ टाइम लाग्छ थोरै पहिला नि थोरै टाइम लाग्यो मैले भिडियो कटाएको टाइम सो गाइज भिडियो चाहिँ फाइनली बनिसकेको छ भिडियो चाहिँ यही हो माथि भिडियो चाहिँ बन्यो म ओके गरेर देखाउँछु तपाईहरुलाई भिडियो हेर्नुस् तपाईहरुले पहिला अब तपाईहरुले जुन टाइपले म्युजिक एड गर्नुभएको थियो त्यही टाइपले मोमेन्ट गर्ने अहिले एनिमेसनले मोमेन्ट गर्ने हो देख्न सक्नुहुन्छ यही हो डाउनलोड गर्नलाई चाहिँ तर डाउनलोड लेखेको छ डाउनलोड गर्नलाई त्यही ग्यालरीमा आइहाल्छ डाउनलोड गर्न चाहिँ सजिलो छ बनाउनलाई चाहिँ जस सही छ बनाउनलाई भिडियो चाहिँ डाउनलोड गर्नलाई तर डाउनलोड गर्न होला अनि भिडियोलाई चाहिँ लाइक कमेन्ट शेयर गरिदिनु होला भिडियोलाई सक्दो शेयर गरिदिनु होला जता है त गाइज भिडियोलाई सक्दो शेयर गरिदिनु होला